हेलो साथी सबैजनालाई वेलकम छ मेरो अर्को मिनी ब्लगमा। अनि हजुरहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला है। अनि हामी पनि सन्चै छौँ। अनि मम्मी हेर्नु सक्नुहुन्छ। अनि हामी चाहिँ अटोमा बसेर पनि आज आमा छोरी चाहिँ लाग्ने। अनि यहाँनिर हेर्नुहोस् म चाहिँ व्हाइट टी सर्टमा कस्तो देखिरहेको छु कमेन्ट गर्नु होला साथीहरू। अन्तखेरि तपाईँले थाहा पाइसक्नुभयो होला, किनभने हामी चाहिँ मेगा जाँदै थियौँ भनिकन। अनि यहाँनिर हेर्नु सक्नुहुन्छ हामी चाहिँ एन्ट्रीमै भेस्टहरू पाइन्छ, भेस्टहरू लिइहाल्यौँ साथीहरू हो। अन्त सुरलहरू हेरेको एउटै पनि सुरलहरू चाहिँ राम्रो छैन रहेछ। अन्त नानीहरूको सेसनमा पनि पसिङ नानीहरूको पनि एउटा पनि राम्रो कलेक्सन आएको छैन रहेछ। र पनि मैले एक दुई जोडी एभलिनको लागि चाहिँ लिइदिएँ साथीहरू। अन्त यहाँनिर जेन्ट्सकोमा पसेको हो, किनभने मम्मीले चाहिँ पापाको लागि 2-3 जोडी भेस्टहरू किन्छु भन्नुभएर। यहाँनिर हेर्नु सक्नुहुन्छ यो चाहिँ 149 रुपियाँको सुतीको भेस्टहरू है। अन्त 99 ओन्लीको पनि यहाँनिर पाउँछ, कति राम्रो राम्रो भेस्टहरू पाउँछ। अन्त मैले टोपी पनि लिएँ मेरो आगोको लागि हो साथीहरू। अन्त हामी चाहिँ निस्क्यौँ साथीहरू, किनभनेदेखि हामी चाहिँ छिटो गरेर आएको नि त। नानी मैले आज छोडिराखेको थिएँ हो, त्यही भएर चाहिँ म फटाफट गरेर आएको। त बाउ छोरी चाहिँ मलाई पर्खिरहेको रहेछ तलनिर हो। अनि कति खुसी भयो मेरो छोरी मलाई देखेर। भिडियो गर्नु पाइनँ हो साथीहरू, हेर्नु सक्नुहुन्छ। म चाहिँ ढिलो भिडियो बनाएँ नि त। ऊ खुसी भएर बिचरा मलाई अघि गरिहिँदैछ हो साथीहरू, हेर्नु सक्नुहुन्छ। अन्तखेरि हामी चाहिँ अब यहाँनिर एकछिन गन्थन गऱ्यौँ। अन्त मैले अलिकति नानीलाई माया गरेँ साथीहरू। अन्त हामी चाहिँ लाग्यौँ लिफ्टपट्टि। हामी चाहिँ अब माथि रुममा गएको है साथीहरू, हेर्नु सक्नुहुन्छ। लिफ्टमा पसेपछि त अब मेरो छोरीको चकचक सुरु भइहाल्छ, देख्नु सक्नुहुन्छ। ऊ पङ्खा चलाउँदैछ धुम, उसलाई थाहा भएको कि यहाँबाट पङ्खा चल्छ भनिकन। अन्त मैले चाहिँ अलिकति यहाँनिर भिडियो गर्दैछु मेरो छोरीको। अन्त ऊ आँखा पनि झिम्काउँदैछ हो, डान्स पनि गरिहिँदैछ साथीहरू, हेर्नु सक्नुहुन्छ। अन्तखेरि नानी चाहिँ जहिले पनि यहाँनिरै झुन्डिन्छ, एभ्री टाइम जहिले पनि लिफ्ट सर्छ ऊ चाहिँ त्यहाँ झुन्डिन्छ साथीहरू, हेर्नु सक्नुहुन्छ। भित्र आएर चाहिँ उसले चाहिँ पानी खाँदै थियो मैले, उसले चाहिँ दुध पो माग्छ होला भनेको त होइन अरे, सामान सबै फैलाएर ल्याङफ्याङ पारिदिएर त ऊ हो साथीहरू। मेरो नानीले यस्तो चकचक गर्छ कि हेर्नु सक्नुहुन्छ। यी चकचकेले चाहिँ के गर्दो रहेछ हो। अन्त यी भेस्टहरू, यो भेस्ट र हाफ प्यान्ट चाहिँ हेर्नुहोस् है साथीहरू 159मा मैले लिएको मेरो छोरीको लागि। कस्तो लाग्यो है कमेन्ट गर्नु होला है। हाम्रो ब्लग कस्तो लाग्छ भन्नु होला, लाइक गर्नु।